नगर देश नगराउ के खोजेको आइज हेलो नमस्ते एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला वेलकम ब्याक टु अनदर भिडियो एकदमै गर्मी छ लेखनाथ हो बत्ती जाने आउने भएको भई हुन्छ गर्मी छ घर खेरेर बस्नु त्यही माथि आज त नोटिसै आहा दिनभरि लाइन हुँदैन भनेर त्यो भएर यसो गर्मी छल्नलाई यसो नजिकै खोलातिर निस्केका छौँ हामी चाहिँ भर्खरै मोरियाबाट छिरेर अब स्याङखुतीतिर जाने विचार गरिरहेका छौँ हेरौँ कस्तो छ ठाउँ त्यता देख्यौ नेपालको झन्डा जस्तो देखिएन यसरी सिधा भयो है अनि एउटा चुच्चो दुईटा के त नि है यो चाहिँ स्याङखुती होइन बाइक यहीँ राख्यो यहाँ रिभर ब्याङ्क छ एउटा राम्रो रेस्टुरेन्ट तपाईँहरू पनि कहिलेकाहीँ नाइट स्टे बस्नु छ भने पनि दुईवटा रुम छ राम्रो छ विथ नेचुरल स्विमिङ पुल मैले बाइक त्यहीँ लगेर राखेँ अब यहाँबाट हिँड्दै उता जानु पर्ला भनेर यही बाटो हामी हिँड्दै 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 जानु पर्थ्यो बाइक पनि थिएन बाबाको है यहाँ चटपट पाइन्छ र पाइँदैन यहाँ तिमीलाई बगायो भने कहाँ पुर्याउँछ भन्दा बेङ्गनास्थलमा पुर्याउँछ यो पानी कहाँ जान्छ थाहा बेङ्गनास्थलमा जान्छ माछा हो त नि यो च्यापा गाडा होला नि माछै हो र बगाइदिउँ हो ए बगाइदिउँ हो डरला होइन हो र कहाँ ल जाम नगर देश नगराउ यहाँ माथि खेल न माथिबाट खेल्दै तल आऊ यहाँभन्दा पर्फेक्ट ठाउँ के हुन्छ टक्क बाइक राखेर 2 मिनट हिँड्ने बित्तिकै यस्तो दामी ठाउँ छ चिसो मूलको पानीको खोला सर्र हावा चलेख हरियो हरियाली छ हाम्रो म्याडमजीलाई मन परेन अरे
कोही फेरि उहाँ पौडी खेल्न पुगिसक्यो अब म पनि पौडी खेल्न जाने अब म यता टिकटकतिर जोइन हुनुभन्दा पौडी खेल्नतिरै जोइन हुन ठिक होला। के खोजेको आइन्छ घरको तारमा हेर न मङ्की घरको मङ्की है हो र खै खै वाह हो र ल समाउँदा एक गर्नु चल एक भयो भयो क्या के हो त न्युरो बाबु हजुर मजा आयो अ अब जाम है घर है ल ल बाई 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 सी यू बाई बाई सी यू धेरै नै भेट्टाएर घर लैजाम न दुनु एउटा खान्छु त चबाउने अनि मिलेर अनि उठाउने यो बोकेर खाने चबाएर फाले हुन्छ चबाउने अनि खाने खासै मिठो छ खा ल खानु खासै मिठो हुन्न क्या वाह रस मात्रै खानु अहिले उता गएर धोउने कि यहाँ हुनु ल ल ऊ उता गएर हाल्ने कि ढुङ्गा ल अब त हामी त फर्किन लाग्यो त्यहाँ हो हामी बसेको अब एकछिन नुहाइधुवाइ गरियो पौडी खेलियो है बाबु अब फर्किन लाग्यो जस ठाउँ आनन्दको छ कोही आउँदै हुनुहुन्छ भने मेक स्योर तपाईँको फोहोर चाहिँ तपाईँले फिर्ता लानुपर्छ यहाँ फाल्नु चाहिँ हुँदैन किनकि यो चाहिँ बेगनास्थालको मुहान हो त्यही भएर